गुड मर्निङ प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू सबैजना सन्चै आरामी हुनुहुन्छ। आशा छ तपाईँहरू सबैजना सन्चै आरामी हुनुहुन्छ होइन। तपाईँको परिवारमा, तपाईँको समाजमा, तपाईँको देशमा आशा छ कुशल मङ्गल नै हुनुहुन्छ। यदि तपाईँहरू यो भिडियो हेरिरहनु भएको छ भने सुरुदेखि अन्तिमसम्म तपाईँले हेरिदिनु होला भन्ने म विनम्र अनुरोध गर्दछु। यो तपाईँको लागि एउटा मोटिभेसनल कुरा हो दाजुभाइ दिदीबहिनीहरू है। मान्छेको जीवनमा मोटिभेसन किन चाहिन्छ भन्दाखेरि जब चाहिँ ऊ निराश हुन्छ, जब चाहिँ उसलाई कसैको आवश्यकताको खाँचो पर्छ होइन, जब चाहिँ ऊ उदास हुन्छ, त्यस बेलामा कसैले उसलाई सान्त्वना दिने एउटा व्यक्ति चाहिन्छ दाजुभाइ दिदीबहिनीहरू। त्यसलाई चाहिँ हामी मोटिभेसन भन्छौँ है, जसले चाहिँ हामीलाई प्रेरणा दिन्छ। त्यसैले दाजुभाइ दिदीबहिनीहरू हामी चाहिँ परमेश्वरको वचनबाट प्रेरणा लिनेछौँ। हामी प्रत्येक व्यक्तिको जीवनमा एउटा न एउटा मोटिभेसन हुनैपर्ने हुन्छ दाजुभाइ दिदीबहिनीहरू होइन। मोटिभेसनले तपाईँलाई धेरै कुराहरू गर्नमा साथ दिन्छ, धेरै कुराहरू सिक्नमा तपाईँलाई मद्दत गर्छ। त्यसैले हामी ढिला नगरिकन दाजुभाइ दिदीबहिनीहरू हामी एउटा वचन पाठ गर्न गइरहेका छौँ। भजन सङ्ग्रह वचन रहेको छ भजन सङ्ग्रह 101 को हामी 104 सम्म पढ्नेछौँ। भजन सङ्ग्रह 119 को 101 देखि हामी 4 सम्म चाहिँ पाठ गर्नेछौँ। यसरी भनेको छ, तपाईँको वचन पालन गरौँ भनेर मैले आफ्ना घोडाहरूलाई हरेक खराब मार्गबाट अलग राखेको छु। 102 मा भनेको छ, तपाईँका नियमहरूबाट म तर्केको छैन, किनकि तपाईँले नै मलाई सिकाउनु भएको छ। 3 मा भनेको छ, तपाईँका वचनहरू मेरो जिब्रोमा अति स्वादिष्ट छन्, महभन्दा पनि मेरो मुखमा ती बढी मिठा छन्। 4 मा भनेको छ 104 मा भनेको छ, तपाईँको आदेशहरूद्वारा म समशक्ति प्राप्त गर्छु, यसकारण हरेक झुटा मार्गहरूलाई म घृणा गर्छु। आमेन। दाजुभाइ दिदीबहिनीहरू, वास्तवमा वचनले के भन्दछ भन्दाखेरि होइन, तपाईँका वचनहरूले मेरो खराबी गर्ने कुराहरूलाई चाहिँ उखेलिदिन्छ। तपाईँका वचनहरू यति महभन्दा पनि मिठा छन् कि तपाईँका वचनहरू जति बेला जहिले पनि जहाँ पनि जुनसुकै बेला पनि सुने तापनि म आनन्द महसुस गर्छु। एउटा मिठास मेरो हृदयमा चाहिँ मिठास छरिन्छ होइन दाजुभाइ दिदीबहिनीहरू। हरेक परमेश्वरको वचनले तपाईँलाई हरेक खराब कुरा होइन पक्रिनबाट तपाईँलाई बचाइरहेको हुन्छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामीले परमेश्वरको वचनबाट यो कुरा बुझ्न सक्छौँ होइन। तपाईँको नियम सारा संसारमा तपाईँले नै सृजना गर्नुभएको हो होइन। यु आर द क्रिएटेड अफ द वर्ल्ड, यु क्रिएटेड दिस वर्ल्ड होइन। परमेश्वरले सबै कुराहरू सृजना गर्नुभएको हो। हामी उहाँका नियमहरूदेखि हामी तर्केका छैनौँ। उहाँका नियमभित्र नै हामी प्रत्येक व्यक्तिको नियतिमा चाहिँ परमेश्वरकै शासन छ होइन र दाजुभाइ दिदीबहिनीहरू। कोही पनि जन्म मृत्यु परमेश्वरकै नियमअनुसार हुन्छन्। एक ठाउँबाट अर्को ठाउँ होइन, हरेक कुराहरू अहिले हामी देख्न सक्छौँ। धेरै पृथ्वीहरूमा चलहल मचिरहेको छ। अहिलेसम्म हामीले यो पनि हामीले सुनेका छौँ कि यो पृथ्वीको टाइम नै चेन्ज भएको छ भन्ने कुरा पनि हामीले सुनेका छौँ। जति पनि पृथ्वीमा भइरहेका विभिन्न किसिमका घटनाहरू छन्, विभिन्न किसिमका गतिविधिहरू भइरहेका छन् नि, सबै परमेश्वरका नियमहरू, परमेश्वरकै शासनहरूद्वारा चाहिँ एक ठाउँबाट अर्को ठाउँमा सर्ने र हरेक गतिविधिहरू चाहिँ परमेश्वरकै नियमअनुसार चाहिँ हुने गर्छन्। चाहे मान्छेले आफ्नो इच्छाले, आफ्नो धारणाले, आफ्नो समशक्तिले, आफ्नो अनुमानले जतिसुकै बोले तापनि वास्तविक त्यो साँचो होइन दाजुभाइ दिदीबहिनीहरू। किनकि हामीलाई वचनले स्पष्ट रूपमा भनिदिएको छ होइन, हरेक कुराहरू चाहिँ परमेश्वरकै नियमभित्र नै छन्, उहाँको नियतिभित्र नै छन् होइन, चाहे त्यो जुनसुकै कुराहरू किन नहोस्। त्यसैले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूको चिन्ता फिक्री डर भय होइन, तपाईँका जतिसुकै समस्याहरू छन् नि, ती एउटा
परमेश्वरले तपाईँमा ल्याउनु भएको एउटा जाँच हुनसक्छ। त्यसलाई चाहिँ तपाईँले पीर लिएर, बढी चिन्ता लिएर तपाईँ नबस्नुहोस्। मैले भने परमेश्वरकै अधीनमा सबै कुराहरू छ। परमेश्वरले तपाईँलाई त्यो समस्याहरूबाट पनि तपाईँलाई केही पाठ सिक्ने अवसर दिइरहनु भएको छ। त्यो समस्याबाट तपाईँले केही कुराहरू सिक्न सक्नुहुनेछ भनेर परमेश्वरद्वारा त्यो समस्याहरू आएको हुनसक्छ, होइन? त्योदेखि हामी ब्याक हुनु हुँदैन दाजुभाइ दिदीबहिनी, त्योदेखि हामी पछि हट्नु हुँदैन। त्यसको लागि हामीले परमेश्वरको वचनद्वारा नै सामना गर्नुपर्ने हुन्छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, होइन? अनि तपाईँको आदेशहरूद्वारा म समझ शक्ति प्राप्त गर्छु भनेर चाहिँ यहाँ भनेको छ। हामी परमेश्वरको वचनहरूबाट मात्र समझ शक्ति प्राप्त गर्न सक्छौँ। जति पनि अहिले होइन यस पृथ्वीमा भएका हरेक कुराहरूको मान्छेहरूलाई नलेज भए तापनि त्यो वास्तविक समझ शक्ति होइन। वास्तविक समझ शक्ति त्यो हो कि जसबाट चाहिँ हामीले परमेश्वरका होइन कुराहरू सिक्छौँ, जसबाट चाहिँ हामीले परमेश्वर सम्बन्धी हामीले अझ गहन रूपमा चाहिँ आफ्नो ज्ञानलाई बढाउँदै जान्छौँ। वास्तविक समझ शक्ति त्यो हो दाजुभाइ दिदीबहिनीहरू। बाइबलले स्पष्ट रूपमा भनेको छ यहाँ, होइन? परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। उहाँ चाहिँ यो संसारलाई क्रिएट गर्ने एक मात्रै उच्च परमेश्वर र पवित्र परमेश्वर हुनुहुन्छ। आज धेरै मानिसहरूले आफ्नै समझ शक्तिले परमेश्वरको बारेमा निन्दाहरू गरिरहेका हुन्छन्, आफ्ना किसिमका धारणाहरू, अनुमानहरू लगाइरहेका हुन्छन्। तर वास्तवमा त्यसो छैन दाजुभाइ दिदीबहिनीहरू। प्रत्येक कुरामा परमेश्वरकै सृष्टि छ। चाहे तपाईँले जतिसुकै ज्ञानहरू लगाउनु भए तापनि त्यो वास्तविक होइन। तपाईँको ज्ञान सीमित छ। मान्छेको ज्ञान भनेको एउटा सीमित छ, तर परमेश्वरको ज्ञानको अस्तित्व सायद यो संसारले पनि ओगट्न सक्दैन होला। मेरो प्रिय दाजुभाइ दिदीबहिनीहरू, यदि हजुरहरूले परमेश्वरमा साँचो रूपले विश्वास गर्न सक्नुभएको छैन भने तपाईँले आजैबाट विश्वास गर्न सुरु गर्नुहोस्। आफ्नो विश्वासलाई बलियो बनाउनुहोस्। हामीले आफ्नो विश्वासलाई बलियो बनाउनु जरुरी छ। परमेश्वर त्यो हुनुहुन्छ जो सारा सृष्टिका मालिक हुनुहुन्छ र हामीमा आउने हरेक परिस्थितिहरू, हरेक कठिनाइहरू चाहिँ उहाँद्वारा मात्रै समाधान हुनसक्छ। मानिसले केही समयको लागि मात्र उसले समाधान दिन सक्छ, तर पर्मानेन्ट सल्युसन भनेको एक मात्र, जसले चाहिँ सारा थोकहरू, सारा ब्रह्माण्डलाई चाहिँ अस्तित्वमा राख्नुभयो, उहाँले मात्रै समाधान गर्न सक्नुहुनेछ। विशेष गरी प्रिय दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरू हरेस नखानुहोस्। तपाईँहरूले परमेश्वरको कर्तव्यलाई गर्दै जानुहोस्। परमेश्वरमा तपाईँ अगाडि बढ्नुहोस्। भौतिक कुराहरूको पछाडि हामी आज लागिरहेका छौँ, तर हामीले ती कुराहरूलाई बढी महत्त्व नदिइकन हामीले परमेश्वरको काम कर्तव्यहरूलाई अगाडि बढाउनु एकदमै आवश्यक छ। हामी अल्छी नहौँ, हामी संसारिक जस्तो हामी एउटै जुवामा ननारियौँ। हामीले हेल्प गर्नुपर्ने ठाउँमा हेल्प गरौँ, सहयोग गर्नुपर्ने ठाउँमा होइन, हामीले आफूले सकेको जति सहयोग गरौँ। परमेश्वरको काम भनेको मानिस जातिलाई बचाउनु, मानिस जातिलाई उद्धार गर्नु। उहाँको जुन योजना छ उहाँले पुरा गर्नको लागि चाहिँ तपाईँ हामीलाई उत्साहित बनाइरहनु भएको छ वचनद्वारा। हामी बुझ्न सक्छौँ दाजुभाइ दिदीबहिनीहरू, है। आशा छ यो भिडियोबाट तपाईँले धेरै कुराहरू बुझ्नुभयो होला। आगामी दिनहरूमा पनि म धेरै भिडियोहरू तपाईँहरूको माझ ल्याउनेछु दाजुभाइ दिदीबहिनीहरू। तबसम्मको लागि बेस्ट अफ लक, गड ब्लेस यु।